हेलो गाइज, नमस्ते, माई ब्याक टु युट्युब च्यानल अन्ता किसिमा। आज मैले गराएसी भिडियो बनाउँदैछु। हजुरहरूले मेरो भिडियोलाई लास्टसम्म हेरिदिनु होला र कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। मैले आज खोला गएर थोरै माछा मारेर ल्याएर आएको छु र मेरो छोरीलाई पकाउन सिकाउँदैछु। कस्तो पकाउँछ मेरो छोरी। हामीले शिक्षा सँगसँगै घरमा पनि हल्का हल्का काम गर्न सिकाउनुपर्छ आफ्नो बालबालिकाहरूलाई। अनि स्कुलमा पढाइ सँगसँगै हल्का घरको शिक्षा पनि सिकाउनुपर्छ। त्यही भएर मैले आज फर्स्टचोटि मेरो छोरीलाई तरकारी पकाउन सिकाउँदैछु। कस्तो पकाउँछिन् लास्टसम्म हेरिदिनु होला। र नभएर के छि बाख्रा पनि आइगयो। कस्तो पकाउँछिन् लास्टमा हेरिदिनु होला हाम्रो भिडियो। के गरे हो त्यो? भात पाक्दैछ हाम्रो। मैले खोलाबाट माछा मारि ल्याएको थिएँ थोरै आजै। मैले लिएको माछा आज अरूले मारेर फास्ट लास्टमा छोडेको माछा हो यो। अनि माछा केलाउँदैछु। खाना पाकिरहेछ बाहिर अर्ग्यानिक। हाम्रो त एकदम गुइतालाई छुप्नै सकिँदैन। मम्मी गुइताल त हिँड्छ त। धेरै त छैन, थोरै छ। एउटा दुईटा कि तीनटामा चाहिँ जिउँदै छन्। कति छोप्न सकिँदैन के माछा छ। यहाँ त छोप्न सकिँदैन, झन् खोलामा छन् सकिन्छ त बाल। कसरी पकाउनु भयो त यिनलाई? यिनलाई कसरी पकाउनु भयो त? पकड त। डर लाग्छ मलाई त। बाहिर चुलो छ, यसमा तेल रहन्छ नानी। माछा केलाइरहेको छ नानीले। मेचोले कडाई बसाइसकि अब कडाईमा तेल हाल्दैछ। तेल अलि हाल्न, अलि धेरै हाल, अलि हाल। आज माछा छ त्यही भएर अलि धेरै हाल्नु। अझै हाल, अझै हाल। भयो 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 भयो। कति धेरै हालेको। अब के हाल्ने? के हाल्ने? मेथी हाल। खै त्यो ल्याउनु ल्याउनु के? कुन होला? मेथी। यो? यो नि? के यति? तात्ति गरिन्छ। मेथी हेर। हाल। जिरा हालिए। अब के? टमाटर? अब प्याज हाल। ल्याउनु।